जंगलको बीचमा बस्ने बाँदरको नाम थियो चकचके। ऊ निकै चलाक र हँसिलो थियो, तर अलि घमण्डी पनि। सधैँ अरू जनावरको नक्कल गर्दै उनीहरूलाई जिस्क्याएर हाँस्ने उसको बानी थियो। एक दिन जंगलमा राजा हात्ती आउँदैछन् भन्ने खबर फैलियो। सबै जनावर डराए, तर चकचके हाँस्यो र भन्यो, हात्ती त ठूला हुन्छन् तर उड्न त जान्दैनन् नि। हात्ती जब जंगलमा प्रवेश गरे, चकचके रुखमाथिबाट पात र फल फ्याँक्दै ठट्टा गर्न थाल्यो। तर अचानक ऊ चिप्लिएर रुखबाट तल खस्यो र सिधै हात्तीको अगाडि पुग्यो। डरले उसको शरीर काँप्न थाल्यो। हात्तीले भने, चलाखी राम्रो कुरा हो, तर घमण्डले विनाश ल्याउँछ। चकचके लजायो र माफी माग्यो। त्यस दिनपछि ऊ सबसँग मिल्ने, सहयोग गर्ने र नम्र बन्न सिक्यो। अब ऊ सबै जनावरको प्रिय साथी बन्यो। शिक्षा: चलाखी राम्रो तरिकाले प्रयोग गरियो भने ज्ञान बन्छ, तर घमण्डमा मिसायो भने सजाय बन्छ।